नेपालको राजनीतिक र संवैधानिक संरचनाको कुरा गर्दा हामीले प्राय सुन्ने शब्द हो संसद। तर के तपाईले कहिले सोच्नु भएको छ हाम्रो संसद वास्तवमा कस्तो छ? धेरैलाई लाग्न सक्छ कि चुनावमा भोट हालेर चुनिएका प्रतिनिधिहरू बस्ने ठाउँ नै संसद हो। त्यो सत्य हो, तर त्यो पूर्ण सत्य भने होइन। नेपालको संविधान 2072ले संघीय संसदको व्यवस्था गरेको छ, जुन दुईवटा सदन मिलेर बनेको हुन्छ। एउटा हो प्रतिनिधि सभा र अर्को, जसको बारेमा आज हामी निकै गहिराईमा गएर चर्चा गर्नेछौँ, त्यो हो राष्ट्रिय सभा। यस भिडियोमा हामी राष्ट्रिय सभाको इतिहास, देशको दार्शनिक पक्ष, निर्वाचनको जटिल प्रक्रिया, यसको शक्ति र यसले हाम्रो देशको कानुन निर्माणमा खेल्ने अदृश्य तर शक्तिशाली भूमिकाको बारेमा विस्तारमा बुझ्नेछौँ। सुरुवात गरौँ राष्ट्रिय सभाको अवधारणाबाट। विश्वका धेरै लोकतान्त्रिक देशहरूमा दुई सदनात्मक व्यवस्था छ। जसरी अमेरिकामा सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ छ, वा छिमेकी देश भारतमा राज्यसभा र लोकसभा छ। ठिक त्यसै गरी नेपालमा राष्ट्रिय सभालाई माथिल्लो सदन वा अप्पर हाउस भनिन्छ। अब प्रश्न उठ्छ, किन चाहियो त दुईवटा सदन? एउटाले काम चल्दैन थियो र? यसको पछाडि एउटा गहिरो लोकतान्त्रिक दर्शन छ। प्रतिनिधि सभा प्रत्यक्ष चुनावबाट आउने हुनाले त्यहाँ कहिलेकाहीँ बहुमतको लहरमा, भावनामा बगेर वा राजनीतिक स्वार्थका आधारमा निर्णयहरू हुन सक्छन्। त्यस्तो अवस्थामा देशको कानुन निर्माणमा कुनै गल्ती नहोस्, हरेक विधेयकलाई विज्ञहरूको आँखाले पुनरावलोकन गरियोस् र सबै क्षेत्र, लिङ्ग तथा समुदायको सन्तुलित प्रतिनिधित्व होस् भन्नका लागि राष्ट्रिय सभाको परिकल्पना गरिएको हो। राष्ट्रिय सभाको सबैभन्दा ठूलो विशेषता भनेको यसको स्थायित्व हो। तपाईले सुन्नुभएको होला, प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको हुन्छ र कहिलेकाहीँ राजनीतिक सङ्कट आउँदा त्यो बिचैमा भङ्ग पनि हुन सक्छ। तर राष्ट्रिय सभा कहिल्यै भङ्ग हुँदैन। यो एउटा यस्तो संस्था हो जसको अस्तित्व सधैँ रहिरहन्छ। यसमा जम्मा 59 जना सदस्यहरू हुन्छन् र यो सङ्ख्याको पछाडि पनि एउटा विशेष गणित छ। नेपालको सङ्घीयतालाई बलियो बनाउन प्रत्येक प्रदेशलाई समान अधिकार दिइएको छ। त्यसैले 7वटै प्रदेशबाट 8-8 जनाका दरले 56 जना सदस्य निर्वाचित हुन्छन्। यसमा पनि समावेशिताको ख्याल राखिएको छ। ती 8 जना मध्ये 3 जना महिला, 1 जना दलित र 1 जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट हुनुपर्ने संवैधानिक बाध्यता छ। बाँकी 3 जना सदस्यहरू भने नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिन्छ। यसरी राष्ट्रिय सभाले नेपालको विविधतालाई एउटै हलभित्र समेट्ने काम गर्छ। अब कुरा गरौँ यी सदस्यहरू कसरी चुनिन्छन्। यसको निर्वाचन प्रक्रिया हामीले गर्ने आम चुनाव भन्दा निकै फरक र अलि जटिल छ। यसलाई अप्रत्यक्ष निर्वाचन भनिन्छ। राष्ट्रिय सभाका सदस्य छान्नका लागि एउटा निर्वाचक मण्डल बनाइन्छ, जसमा प्रदेश सभाका सदस्यहरू र स्थानीय तहका अर्थात् गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूले मतदान गर्छन्। यहाँ एउटा रोचक कुरा के छ भने प्रदेश सभाका सदस्यको भोटको भार र स्थानीय तहका प्रतिनिधिको भोटको भार फरक हुन्छ। यो व्यवस्थाले के सुनिश्चित गर्छ भने राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रदेश र स्थानीय दुवै सरकारको समर्थन प्राप्त होस्। यसै कारणले गर्दा राष्ट्रिय सभालाई प्रदेश र स्थानीय तहको आवाज पनि भनिन्छ। यस सदनमा पुग्नका लागि योग्यताको मापदण्ड पनि अलि उच्च राखिएको छ। प्रतिनिधि सभाका लागि 25 वर्षको उमेर भए पुग्छ, तर राष्ट्रिय सभाको सदस्य बन्न कम्तीमा 35 वर्ष पुरा भएको हुनुपर्छ। यो 10 वर्षको अन्तरले के सङ्केत गर्छ भने यो सदनमा अलि बढी परिपक्वता, जीवनको अनुभव र विषयगत विज्ञता भएका व्यक्तिहरू आउन् भन्ने राज्यको चाहना हो। कार्यकालको कुरा गर्दा 1 जना सदस्य 6 वर्षका लागि निर्वाचित हुन्छन्। तर यहाँ एउटा अनौठो र वैज्ञानिक प्रणाली छ। प्रत्येक 2 वर्षमा राष्ट्रिय सभाका 1/3 सदस्यको पद खाली हुन्छ र त्यहाँ नयाँ सदस्यको निर्वाचन हुन्छ। यसले गर्दा सदनमा सधैँ 2/3 पुराना अनुभवी सदस्यहरू रहिरहन्छन् र नयाँ आउनेहरूले उनीहरूबाट सिक्ने अवसर पाउँछन्। यो चक्रले गर्दा नै राष्ट्रिय सभा कहिले पनि नेतृत्वविहीन वा रित्तो हुँदैन। जब हामी शक्तिको कुरा गर्छौँ, धेरैलाई लाग्न सक्छ कि प्रधानमन्त्री प्रतिनिधि सभाबाट चुनिन्छ, बजेट पनि त्यही पेश हुन्छ। त्यसो भए राष्ट्रिय सभाको काम चाहिँ के त? के यो केवल मान पदवीका लागि मात्र बनाइएको सदन हो? पक्कै होइन। राष्ट्रिय सभाको मुख्य शक्ति भनेको विधेयक प्रमाणीकरण र निगरानीमा छ। कुनै पनि नयाँ कानुन बन्नका लागि दुवै सदनबाट पारित हुनु अनिवार्य छ। यदि प्रतिनिधि सभाले कुनै विधेयक पारित गरेर माथिल्लो सदनमा पठायो भने राष्ट्रिय सभाले त्यसलाई दफावार छलफल गर्छ।
यदि त्यहाँका विज्ञ सदस्यहरूलाई कुनै बुँदा देशको हितमा छैन जस्तो लाग्यो भने उनीहरूले सुझावसहित फिर्ता पठाउन सक्छन् वा संशोधनको प्रस्ताव गर्न सक्छन्। यसले गर्दा हतारको कानुनबाट देशलाई जोगाउने काम हुन्छ। यसका साथै राष्ट्रिय सभामा विभिन्न विषयगत समितिहरू हुन्छन्, जस्तै दिगो विकास तथा सुशासन समिति, विद्यायन व्यवस्थापन समिति आदि। यी समितिहरूले सरकारका काम कारबाहीको सूक्ष्म निगरानी गर्छन्। सरकारले गरेको निर्णयहरू जनहितमा छन् कि छैनन्, सुशासन कायम भएको छ कि छैन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन कसरी भइरहेको छ भन्ने कुरामा राष्ट्रिय सभाले सरकारलाई जवाबदेही बनाउँछ। कतिपय अवस्थामा प्रतिनिधि सभा राजनीतिक खिचातानीमा अल्झिएका बेला पनि राष्ट्रिय सभाले गम्भीर राष्ट्रिय मुद्दाहरूमा बहस चलाएर सरकारको ध्यानाकर्षण गराइरहेको हुन्छ। नेपालको सन्दर्भमा राष्ट्रिय सभाको अर्को एउटा निकै महत्त्वपूर्ण पक्ष छ, त्यो हो समावेशिता। हाम्रो देश बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविधतापूर्ण छ। कहिलेकाहीँ प्रत्यक्ष चुनावमा साना समुदाय वा अल्पसंख्यक वर्गका मानिसहरूले चुनाव जित्न कठिन हुन सक्छ, तर राष्ट्रिय सभाको निर्वाचन प्रणाली र मनोनयनको व्यवस्थाले गर्दा समाजका हरेक वर्गको प्रतिनिधित्व त्यहाँ सुनिश्चित हुन्छ। यसले गर्दा राज्यको मूल धारमा नपरेका आवाजहरूले पनि नीति निर्माणको तहमा ठाउँ पाउँछन्। त्यसैले राष्ट्रिय सभा केवल राजनीतिको अखाडा मात्र होइन, यो नेपालको साझा फुलबारीको एउटा ऐना पनि हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय सभाका बारेमा केही आलोचना र चुनौतीहरू पनि नभएका होइनन्। कतिपय आलोचकहरूले यसलाई चुनाव हारेका नेताहरूको व्यवस्थापन गर्ने ठाउँ बनाएको भन्दै टिप्पणी गर्छन्। यदि राजनीतिक दलहरूले आफ्नो कार्यकर्ता भर्ती गर्ने केन्द्रको रूपमा मात्र यसलाई प्रयोग गरे भने यसको गरिमा र जुन विज्ञहरूको सदन भन्ने परिकल्पना छ त्यसमा आँच पुग्न सक्छ। त्यसैले राष्ट्रिय सभालाई साँच्चीकै प्रभावकारी बनाउनका लागि राजनीतिक दलहरूले यहाँ पठाउने व्यक्तिहरूको योग्यता, नैतिकता र विशेषज्ञता विशेष ध्यान दिनुपर्छ। जबसम्म यहाँ विषयगत विज्ञहरू, प्राज्ञिक व्यक्तिहरू र समाजका प्रतिष्ठित व्यक्तिहरूको बहुल्यता रहन्छ, तबसम्म मात्र त्यसले आफ्नो संवैधानिक मर्मलाई जीवित राख्न सक्छ। यहाँसम्म आइपुग्दा हामीले बुझ्यौं कि राष्ट्रिय सभा कुनै सजावटको वस्तु होइन। यो त हाम्रो लोकतन्त्रको त्यो फिल्टर हो जसले अशुद्ध र हतारका निर्णयहरूलाई रोकेर देशलाई सही दिशा दिने काम गर्छ। यो प्रदेश र केन्द्रलाई जोड्ने पुल हो। यो अल्पसंख्यकको भरोसा हो र यो निरन्तर चलिरहने एउटा राजनीतिक चेतनाको स्रोत हो। नेपालको संसदीय इतिहासमा राष्ट्रिय सभाले धेरै आरोह अवरोह देखेको छ। पञ्चायत कालको राष्ट्रिय पञ्चायतदेखि 2047 सालको महासभा हुँदै आजको संघीय राष्ट्रिय सभासम्म आइपुग्दा यसको स्वरूप फेरिएको छ, तर यसको आवश्यकता र औचित्य भने झन बढ्दै गएको छ। अन्त्यमा एक सचेत नागरिकका रूपमा हामीले हाम्रो शासन व्यवस्थाका यी अङ्गहरूलाई बुझ्नु एकदमै जरुरी छ, किनभने जब हामी प्रश्न गर्छौं र प्रक्रियालाई बुझ्छौं तब मात्र हामीले चुनेका प्रतिनिधिहरू जिम्मेवार बन्छन्। राष्ट्रिय सभाको गरिमालाई उच्च राख्न र यसलाई साँच्चीकै विज्ञहरूको थलो बनाउन हामी सबैको चासो र खबरदारी आवश्यक छ। आशा छ आजको यस विस्तृत चर्चाले तपाईको मनमा रहेको राष्ट्रिय सभा सम्बन्धी धेरै जिज्ञासाहरू शान्त भएको होलान्। देशको राजनीतिक संरचना र संविधानका यस्तै गहिरा पाटाहरू बुझ्नका लागि हामीसँग जोडिरहनुहोला। तपाईको समय र साथको लागि धेरै धेरै धन्यवाद। नमस्कार।